नमस्कार दर्शक तथा श्रोतावृन्द, स्वागत छ तपाईलाई नेपाली कथाको यो नयाँ भिडियोमा। आजको भिडियोमा मैले किराँती लोककथा हेच्चाकुप्पा लिएर आएको छु। आशा छ तपाईलाई आजको कथा पनि मन पर्नेछ। किराँती लोककथा हेच्चाकुप्पा, संकलक शरण राई। टुहुरो हेच्चाकुप्पालाई दिदीहरू तायामा र खियामाले हुर्काउन थाले। आमा बाबु नभएको उनीहरूलाई देखेर चाक्लुङधीमा राक्षसनीले उनीहरूको खेतबारी र भकारीको सबै अन्न भण्डार खाएर सकाइदिए। उनीहरू भोक-भोकै रहन थाले। जंगलबाट खोक्ली, साक्ली र गिट्ठा भ्याकुर ल्याएर खुवाई भाइलाई तायामा र खियामाले हुर्काइरहेका थिए। त्यो थाहा पाएर चाक्लुङधीमाले खोक्ली साक्लीलाई पाताल भसाई, गिट्ठा भ्याकुरमा खक्पा छर्केर खान नहुने तितो बनाई। त्यसपछि दिदीहरूले ऐसलुको रस ल्याएर भाइलाई दिन थाले, तर त्यसले भाइ बाँच्न नसक्ने भयो। दिदीहरू बुचुकुलुमा लोहोरो उसिनी राखेर खानेकुरा खोज्न टाढा गए। हेच्चाकुप्पा खानेकुरा पाक्दैछ भन्ने सम्झदै र लोहोरोलाई छाम्दै निकै समय पर्खेर बस्यो। जति पर्खदा पनि नपाकेको देखेर ऊ निराश भएर भोकले लड्यो। लड्दा तातो पानी उसको जिउमा पर्यो। भोक, निराश र तातो पानीले ऊ मरे झैं बेहोस भयो। दिनभर तायामा र खियामा जंगलमा खानेकुरा खोज्दा खोज्दा केही पाएनन्। बल्ल बल्ल बनकेरा भेट्टाएका थिए। बेलुका उनीहरूले भाइ हेच्चाकुप्पा मरेको पाए र ज्यादै दुखी भए। तायामा र खियामाले हेच्चाकुप्पालाई बाहु र केराको पातमाथि राखेर चिहानमा राखे। भाइको शरीर छेउ कर्द र एक कोसा केरा राखिदिए। उनीहरूले भाइको नाममा एक-एकवटा फूल रोपेर छुट्टिने सल्लाह गरे। दिदीबहिनी आफूले रोपेको फूल बेला मौका हेर्न आउने र त्यसैबाट आफ्नो अवस्था थाहा पाउने सल्लाह गरी रुन थाले। तायामाको आँखाबाट बगेको आँसुले रावा खोला र खियामाको आँखाबाट बगेको आँसुले तावा खोला बन्यो रे। उनीहरूले नेवाला कला डाँडामा पुगेर चरा बनी उडी जाने सल्लाह गरे। तायामा डाँडाको टुप्पामा पहिले पुगेर धेरै दिन पर्खदा पनि बहिनी खियामा आइपुगिनन्। केही भयो कि भन्ने शंका गरेर तायामा भाइको चिहानसम्म खोज्दै पुगिन्। चिहानमा खियामाले रोपेको फूल ओइलाएको देखेर तायामालाई केही नराम्रो भएको शंका लाग्यो र बहिनीलाई बाटो, जंगल सबतिर खोज्न थाल्यो। ए रुख, खियामा कहाँ छिन्? रुखले थाहा नभएको कुरा बतायो। ढुङ्गालाई सोद्धा ढुङ्गा बोलेन। जंगलमा होङरायोलाई भेटेर तायामाले सोधिन्, ए होङरायो, खियामा कहाँ छे? होङरायो केही बोलेन। तायामाले जिद्दी गरेर सोद्धा होङरायो हाँस्यो। हाँस्दा होङरायोको मुखभित्र खियामाको केस तायामाले देख्यो। केर्दा केर्दा होङरायोले खियामालाई मारेर खाएको स्वीकार्यो। त्यसो भए बहिनीको हाडहरू कहाँ छन् भनेर तायामाले सोद्धा रुखको टोटका देखायो। तायामाले बहिनीको हाडखोरहरू जम्मा गरेर लगिन्। नेवाला कला डाँडामा पुगेपछि हाडखोरलाई तेलले भिजाइन् र खरानी पानीसँग बाँसको ढुङ्ग्रामा राखिदिइन्। बहिनीको हाडखोर राखेपछि मुन्धुम र रसिया गाउँदै तायामाले तान बुन्न थालिन्। तानमा बहिनी खियामाको अनुहारको बुट्टा झिक्न थालिन्। जति जति अनुहारको बुट्टा तानमा बुनिन्थ्यो उता खियामाको अनुहार र शरीर हाडखोरमा त्यसै गरी बन्न लाग्यो। तायामाले केही दिनमा तानमा खियामाको अनुहार र शरीर बुनिसक्दा होङरायोले खाएको खियामा बिउतिन्। त्यसपछि तायामा र खियामाले भाइको सम्झना गर्दै मुन्धुम र रिसिया गाउन थाले। एकोहोरो गाउँदा गाउँदै उनीहरू चरा बने। चरा बनेकी तायामा उत्तर लागिन् र हिमाल छेउ युन्छुङबुङ फूल भएर फुल्न थालिन्। बहिनी खियामा दक्षिणतिर मधेस पुगेर गोवाबुङ बनेर फुल्न थालिन्। यसरी तायामा र खियामा मानिस नभएर कहिले चरा कहिले फूल भएर फुल्न थाले। भनिन्छ असोज महिनातिर लामको चेप्पा झरी परेको बेला युछुबुङ फूल मधेस झर्छिन्। युछुबुङ फूल र गोवाबुङ फूलहरू विगत र भाइ हेच्चाकुप्पाको सम्झना गरेर धेरै रुन्छन् रे। युछुबुङ र गोवाबुङको मिलन हुने बेलामा रावा खोला र तावा खोलामा पनि अन्तिम भेल बग्छ रे। तायामा र खियामा नेवाला कला डाँडा गएपछि हेच्चाकुप्पा चिहानबाट बौरियो। बौरिँदा एक कोसा केरा र कर्द बाहेक अन्य केही पाएन। उसलाई भोक लागेको थियो। ऊ चिहानबाट उठेर केरा र कर्द लिएर निस्कियो।
बाहिर निस्किएपछि केरालाई कर्द देखाउँदै भन्यो, ए केरा, बोट हुन्छस् कि यही कर्दले काटौं। हेचाकुप्पाको कुरा सुनेपछि केराको कोसा केराको बोट भयो। आफ्नो कुरा मान्ने रहेछ भन्ने लागेपछि उसले फेरि भन्यो, हे केराको बोट, छिटो पसा, नत्र यही कर्दले छिनाइदिउँला। छिनभरमै केराको बोट पसायो। केराको बोटबाट चढेर हेचाकुप्पाले भन्यो, ए पसाको केरा, छिटो पाक, नत्र यही कर्दले छिनाइदिउँला। पसाको केरा तत्कालै पाक्यो। ऊ खुट्टा हल्लाइ हल्लाइ केरा खान थाल्यो। जति खाए पनि केरा पसाएकै गर्न थाल्यो। हेचाकुप्पा केरा खाइरहेको बेला चाक्लुङ धिमा आइपुगी। ए हेचाकुप्पा, मलाई पनि केरा देऊ न। उसले केरा टिपेर चाक्लुङ धिमालाई पनि दियो। यही मौका पारेर चाक्लुङ धिमाले हेचाकुप्पालाई हात समाती तानी झार्यो र थुन्सेमा राखेर घरतिर लग्यो। बाटोमा थुन्से बिसाएर चाक्लुङ धिमा दिशा गर्न गई। यही मौकामा हेचाकुप्पा थुन्सेमा ढुङ्गा राखी भाग्यो। घर पुगेर थुन्से हेर्दा ढुङ्गा मात्र देखेर चाक्लुङ धिमा फेरि केराको बोट भएको ठाउँ पुगे। त्यहाँ हेचाकुप्पा खुट्टा हल्लाइ हल्लाइ केरा खाइरहेको थियो। ए बाबु, मलाई पनि केरा देऊ न। चाक्लुङ धिमाको कुरा सुनेपछि हेचाकुप्पाले भन्यो, त राक्षसनीलाई दिन्न, त्यसो नभन न, म भोकले मर्न आँटे। चाक्लुङ धिमाले आँसु खसाई। केटाकेटीको मन हो पक्लियो र एक कुसा केरा भुइँमा फ्याँकिदियो। चाक्लुङ धिमाले भुइँमा झरेको केरा खान मानिन। हेर बाबु, भुइँमा झरेको खानेकुरा म कहिल्यै खान्न, हातैले देऊ न। निकै बाठो हुन खोज्छेस्, फेरि समातेर लैजाउँला भन्दिहोस्। हेचाकुप्पाको कुरा सुनेपछि चाक्लुङ धिमाले भने, तिमीलाई त्यस्तो लाग्छ भने खुट्टाले नै देऊ न। हेचाकुप्पाले खुट्टामा केरा राखेर दिँदा चाक्लुङ धिमाले समातेर उसलाई घर पुर्यायो। घरमा छोरीलाई बोलाएर भने, ए श्री थुङमा, मिठो सिकाएर ल्याएको छु, पकुवा बनाउनु, म तेरा मामाहरूलाई बोलाएर ल्याउँछु। चाक्लुङ धिमा माइततिर लागे। श्री थुङमाले खटकुलोमा पानी उमाल्न थाली। खुकुरी ल्याएर हेचाकुप्पालाई थुन्सेबाट निकाली मार्न लाग्दा हेचाकुप्पाको खुङ्ग्रिएको केस देखेर सोधी, ए केटा, कसरी तेरो यति राम्रो केस भयो ह? हेचाकुप्पाले आफू उम्कने यही मौका हो भन्ने सोचेर भन्यो, उम्लिएको तेल टाउकोमा खनाउनु पर्छ, यस्तो भइहाल्छ नि। दुवैले मिलेर तेल उमाले। श्री थुङमा पिरामा बसी। भगभग उम्लिएको तेल हेचाकुप्पाले श्री थुङमाको तालुमा खनाइदियो। श्री थुङमा तत्कालै मरी। हेचाकुप्पाले श्री थुङमाको कपडा उड्यो। श्री थुङमाले लास टुक्रा टुक्रा पारेर मासु पकायो। चाक्लुङ धिमा माइतीहरूलाई लिएर आइपुगी। उसले श्री थुङमालाई बोलायो। तलामाथिबाट हेचाकुप्पा श्री थुङमाको जस्तो स्वर बनाएर बोल्यो। चाक्लुङ धिमा ढोका छेउको दुधको रगत पिएर मातियो। माइतीतिरलाई मासु खान दियो। माइतीहरू पनि मासुले मात्न थाले। केही बेरपछि माइतीहरू आफ्ना घर गए। चाक्लुङ धिमा भने मातेर सुत्यो। यही मौकामा बदला लिन पर्यो भन्ने सोचेर हेचाकुप्पा केस कोर्ने थाक्रो, कोदोको पिठो र अण्डा गोजीमा राखेर चाक्लुङ धिमाको आँखामा खोटो लगाई घरको धुरीमा चढ्यो र कराई कराई भन्न थाल्यो, छाओसा चाकाबा, वा छोरीको मासु खाने, छाओसा चाकाबा। यो सुनेर चाक्लुङ धिमालाई छोरीको मासु खाएको शंका लाग्यो र आँखा खोल्न खोज्यो। आँखा खुलिएन। उसले कोङ्ग्रीले आँखा ताची आँखा खोलियो, तर दुवै आँखाबाट रगत बग्न थाले। चाक्लुङ धिमालाई रिस उठ्यो र हेचाकुप्पालाई खान धुरी चढ्यो। हेचाकुप्पा उसलाई जिस्काउँदै हाम फाल्यो र भाग्यो। चाक्लुङ धिमा लखेट्न थाली। हेचाकुप्पालाई चाक्लुङ धिमाले भेट्न आँटेको बेला केस कोर्ने थाक्रो उसले फ्याँकिदियो। थाक्रो घनघोर जंगल भयो। यही मौकामा हेचाकुप्पा धेरै पर पुग्यो। हेचाकुप्पा भागेको भागी गर्न थाल्यो। चाक्लुङ धिमा खेदेको खेदै गर्न थाली। धेरै दिनपछि चाक्लुङ धिमाले भेट्न आँटी। हेचाकुप्पाले कोदोको पिठो फ्याँकिदियो। कोदोको पिठो हुस्सु कुहिरो भयो। हुस्सु कुहिरोभित्र चाक्लुङ धिमा अलमली रही। हेचाकुप्पा भागेर टाढा पुग्यो। चाक्लुङ धिमालाई त्यो हुस्सु कुहिरो छिचोल्न 7 रात 7 दिन लाग्यो। 7 दिनपछि चाक्लुङ धिमा हेचाकुप्पा भए ठाउँमा आइपुगे। हेचाकुप्पा भाग्न थाल्यो। हेचाकुप्पा भागेको भागै गर्न थाल्यो। चाक्लुङ धिमा खेदेको खेदै गर्न थाली। फेरि पनि भेट्न आँटी। यही समयमा हेचाकुप्पाले अण्डा गोजीबाट निकालेर चाक्लुङ धिमापट्टि फर्काएर फुटायो। फुटेको अण्डाबाट सुनकोशी बन्यो। अब हेचाकुप्पा सुनकोशी पारी, चाक्लुङ धिमा सुनकोशी वारी भए। पारीबाट हेचाकुप्पाले जिस्काउँदै भन्यो, छाओसा चाकाबा, छाओसा चाकाबा। रिसको झोकमा चाक्लुङ धिमाले ग्वाम्लाङ्ग सुनकोशीमा हाम फाली। सुनकोशीले उसलाई बगाएर लग्यो। हेचाकुप्पाले बल्ल सन्चोको सास फेर्यो।
चाक्लुङ धिमालाई बगाएपछि हेचाकुप्पा बाटो खोज्दै खोज्दै आफ्नो घर गयो। घरमा कोही थिएन। अब ऊ एक्लै बस्न थाल्यो। कहिले माछा मार्न, कहिले शिकार खेल्न जान्थ्यो। मारेर ल्याएका माछा शिकार एक्लै खान्थ्यो। एक दिन हेचाकुप्पा माछा मार्न जाल लिएर खोला गयो। उसले खोलामा जतिपल्ट जाल हान्दा पनि एउटा चिल्लो ढुङ्गा मात्रै पर्थ्यो। जतिपल्ट हान्दा पनि एउटै माछा नपर्नु र खाली उही एउटै ढुङ्गा मात्र पर्नुले हेचाकुप्पा छक्क पर्यो। जतिपल्ट फ्याँकिदिए पनि उही ढुङ्गो परेपछि त्यस ढुङ्गालाई फुर्लुङमा राखेर घर ल्यायो र चुलाको माथिल्लो भारमा राख्यो। अघिल्लो दिन माछा नपरेकोले भोलिपल्ट हेचाकुप्पा शिकार खेल्न गयो। शिकार मारेर घर आउँदा भातसात सबै ठिक पारेर राखेको पायो। हेचाकुप्पालाई अचम्म लाग्यो। उसले सम्झ्यो कोही आएर तयार पारिदिएको होला। तर दिनदिनै हेचाकुप्पा शिकार खेलेर वा माछा मारेर आउँदा उसको घरधन्दा सबै ठिक हुन्थ्यो। घरमा यस्तो पाएपछि उसले सोध्यो, यसरी मेरो घरमा काम गर्ने को हो? कोठेबारीमा जंगलबाट आएको बाँदरनी बुढीले यो सुनेर बसी बसी खान पाइने आशामा जवाफ दिए, मैले हजुर। हेचाकुप्पाले बाँदरनीलाई घरमा बस्ने अनुमति दियो। हेचाकुप्पा सधैँ चाहिँ जंगल र खोलामा जान थाल्यो। घरमा बसेकी बाँदरनीले कोठाबारीमा बसेर घरभित्र कसले घरधन्दा गर्दो रहेछ भनेर चियो गर्न थाली। यसरी चियो गर्दा उसले भारबाट ढुङ्गा खसेको देखी। केही छिनमा त्यो ढुङ्गाबाट उसै राम्री केटी बनेको र त्यस केटीले घरको सबै धन्दाहरू एकैछिनमा सिधै फेरि उही ढुङ्गा भई भारमाथि गएको देखी। बेलुका हेचाकुप्पा घर आएपछि बाँदरनीले सबै कुरा भनी। अब हेचाकुप्पाले बाँदरनीलाई सोध्यो, उसो भए उपाय बताऊ, अब कसरी उसलाई पक्रने? भोलि शिकार खेल्न गए जस्तो गरी मान्द्रोले बेरिएर कुनामा लुक्नुहोस्। म सदा जस्तै कोठेबारी जान्छु। यही बेला ढुङ्गा खसेर केटी भन्छे र भान्साको काम गर्न थाल्छे। यसै बेलामा पछाडिबाट पक्रनुहोस्। बाँदरनी बुढीको कुरा हेचाकुप्पालाई मन पर्यो। भोलि हेचाकुप्पा शिकार खेल्न गए जस्तो गरेर मान्द्रोले बेरिएर कुनामा लुक्यो। बाँदरनी कोठेबारीमा चढ्न गई। यही मौकामा भारबाट ढुङ्गा झर्यो। यही बेरमै ढुङ्गाबाट केटी भन्यो र सदा चाहिँ काम गर्न थाली। यही मौकामा हेचाकुप्पाले केटीको कम्बरमा पछाडिबाट पक्रियो। यसरी पक्रिँदा केटी झस्की र भन्न थाली, लेवा खासाङ्गे, जसको अर्थ हो छोड्नुहोस्। हेचाकुप्पा केटीलाई हेरेको हेरै भयो। केटी असाध्यै राम्री थिए। उसले केटीलाई छोड्दै छोडेन। केटी एकोहोरो भन्दै थिए, लेवा खासाङ्ने, तिमी को हौ? म रिनाहा हुँ। छोड्नुहोस् भन्या, मेरो कम्बर दुखिरहेछ। तपाईले जालबाट निकाल्दै फाल्नु भएकोले मेरो सबै जिउ दुखै छ। त्यसपछि प्रेमपूर्वक रिनाहालाई छोडिदियो। हेचाकुप्पाले छोएको हुँदा रिनाहा फेरि ढुङ्गा हुन सकिन। हेचाकुप्पाले रिनाहालाई मन परायो भने रिनाहाले पनि हेचाकुप्पालाई मन पराई। दुवैले मन परापर गरेको थाहा पाएपछि बाँदरनीले घर जम गर्ने सल्लाह दिए। दुवै सँगसँगै बस्न थाले। रहँदा बस्दा रिनाहाले छोरा पाई। हेचाकुप्पाले अर्को घर बनाउने विचार गर्यो। हेचाकुप्पाले जग बनाउन थाल्यो र रिनाहालाई मूलथाम काट्न पठायो। रिनाहाले कस्तो खाँबो ल्याउने भनेर सोधिन्। हेचाकुप्पाले माछाको वा चिबेको पुच्छर जस्तो ल्याउनु भन्यो। रिनाहाले खाँबो ल्याइन्। हेचाकुप्पाले घरको जग तयार पारी सिद्धायो। खाँबो राख्ने दुलोमा खाँबो गाड्दा दुलोभित्र पस्दै पसेन। यसो किन भयो भनेर हेर्दा दुलोभित्र आफ्नो छोरा पसेर मरिसकेको रहेछ। हेचाकुप्पा र रिनाहालाई पिर पर्यो। उनीहरूले अपसगुन किन भयो भन्ने बारे मामालाई सोध्ने विचार गरे। रिनाहाको सल्लाह अनुसार हेचाकुप्पा कुखुराको भाले चढेर मावली गयो। हेचाकुप्पा मावली घर पुग्दा सुनकोशीले बगाएको चाक्लुङ धिमा नोकर्नी भएर काम गरिरहेकी रहेछ। उसले मामालाई चाक्लुङ धिमा राक्षसनी भएको कुरा बतायो। मामाहरूले उसलाई खाजाको पोको दिएर घरबाट निकालिदिए। चाक्लुङ धिमा रुँदै गई। बाटामा उसलाई भोक लाग्यो। उसले खाजा पोकोबाट निकाली खाजाबाट एकाएक बाघ, भालु, सिंह जस्ता जनावरहरू निस्किए र चाक्लुङ धिमालाई खाइ मार्यो। चाक्लुङ धिमाको भुइँमा झरेको रगतबाट भुसुना, लामखुट्टे, उपियाँ, जुका जस्ता किराहरू बने। यसभन्दा अगाडि यस्ता किराहरू थिएनन्। राक्षसनीको रगतबाट बनेको हुँदा यी किराले मानिसको रगत खान थालेको हुन् भनिन्छ। हेचाकुप्पाले मामालाई आफ्नो छोरा मरेको कुरा सुनायो। मामाहरूले विवाहको विधि नपुर्याई छोरा जन्मिएको हुँदा त्यसो भएको हो। त्यसैले पहिला विधिपूर्वक विवाह गर्नु भनी सल्लाह दिए। मामाहरूबाट यो सल्लाह पाएपछि हेचाकुप्पाले घर फर्किने विचार गर्यो। फर्कन लाग्दा उसलाई मामाहरूले खाजाको पोको दिए। ऊ कुखुराको भाले चढेर घर फर्कियो। बाटामा खाजा खान उसले पोका खोल्यो।
त्यहाँ खाजाको ठाउँमा अपार धन सम्पत्ति थियो। त्यो धन सम्पत्ति लिएर हेचाकुप्पा घर फर्कियो। हेचाकुप्पाले सबै कुरा रिनावालाई बतायो। त्यसपछि मामाहरूको सल्लाह अनुसार उनीहरूको विवाह भयो भनिन्छ। त्यसै दिनदेखि किराँतहरूको विवाहमा मावलीहरूको सरसहयोगको भूमिका हुन थालेको हो रे। हेचाकुप्पाले दिदीहरू तायामा र खियामालाई पनि सम्झियो। उनीहरू अवश्य जिउँदै हुनुपर्छ भन्ने लागेर हेचाकुप्पाले लो बेङ्गालाई चारैतिर खबर गर्न पठायो। तर लो बेङ्गाले खबर ल्याउन सकेन। त्यसपछि यो कामको जिम्मा पनि भालेलाई नै दियो। कुखुराको भाले नेवाला कला डाँडामा पुगेर उत्तर र दक्षिण फर्किएर बाँच्न थाल्यो। हेचाकुप्पाया लामियान बुतियाङ वा हेचाकुप्पाले खोज्दैछन्, बोलाउँदैछन्। उत्तर हिमाल छेउ युचुबुङ भएकी तायामाले र मधेसमा गुवाबुङ भएकी खियामाले भालेको स्वर सुने। फूल भएका तायामा र खियामा भालेको स्वर सुनेपछि चरा भएर नेवाला कला डाँडामा आए। उनीहरू आएको देखेपछि भाले अगाडि अगाडि बाँच्दै बाँच्दै र पछि पछि चरा भएका तायामा र खियामा उड्दै उड्दै हेचाकुप्पाको घरमा आए। मर्यो भनेर च्यानमा गाडेको भाइको विवाह हुने देखेर तायामा र खियामा खुसीले रुन थाले। हेचाकुप्पाले उनीहरूलाई घरभित्र आउन बोलाए। तर दिदीहरू चरा बनिसकेकोले घरभित्र आउन मानेनन्। माइती हेचाकुप्पाले चेलीहरूको लागि विशेष सत्कारपूर्वक कटेरा बनाइदियो भनिन्छ। त्यसै समयदेखि किराँतहरूको विवाहमा छोरी चेलीहरूलाई विशेष सम्मान साथ बाहिर राखिएको रे। हेचाकुप्पाको विवाहमा मावलीहरूले सरसल्लाह र धन सम्पत्ति दिएर मद्दत गरे। विवाह धुमधामसँग सम्पन्न भयो। विवाहपछि सबै घर गए। तायामा र खियामा पनि माइतीको विवाहपछि कहिल्यै नआउने गरी उडेर आफ्नो ठाउँमा गए भनिन्छ। यसै समयदेखि उनीहरू फेरि कहिल्यै हेचाकुप्पाकामा आउँदै आएनन्। हेचाकुप्पा र रिनावाको जीवन आनन्दपूर्वक बित्यो अनि धन सम्पत्ति र मान प्रतिष्ठाले भरिपूर्ण भए। उनीहरू धन सम्पत्ति र मान प्रतिष्ठाले भरिपूर्ण भए भनिन्छ। यो पृथ्वीमा हेचाकुप्पाले अनन्त समयसम्म प्रतिष्ठापूर्वक शासन गरिरहे। किराँती लोककथा हेचाकुप्पा, संकलक शरण राई। तपाईलाई के कस्तो लाग्यो कृपया कमेन्टमा उल्लेख गर्नुहोला। भन्दै लागौं आजको गाउँ खाने कथातर्फ। आजको लागि गाउँ खाने कथा रहेको छ हरियो गाड्छन् सुन फलाउँछन्, सुन फ्याँकेर चाँदी तुल्याउँछन् के हो। प्रश्न एकपटक फेरि, हरियो गाड्छन् सुन फलाउँछन्, सुन फ्याँकेर चाँदी तुल्याउँछन् के हो। यस प्रश्नको उत्तर तपाईलाई थाहा भए कृपया कमेन्टमा उल्लेख गर्नुहोला। म भोलि यसको सही उत्तर अवश्य भन्नेछु। साथसाथै तपाईको कमेन्टहरू पनि अवश्य वाचन गर्नेछु भन्दै आजको कथा बसाईबाट म कथावाचक जमिन राईलाई बिदा दिनुहोस्। नमस्कार।